एउटा यहाँ पनि गाइसहरू हामी त्यही माछा मार्न आएको नि त खोलामा बिस्तारै होइन है मामाहरूपट्टि त प्लेन हुन्छ ओत्लाबारीपट्टि त अस्ति मैले माथि एउटा सोते पल्टाइदिएको थिएँ कि आगो पुग्ने यतातिर यता चाहिँ आगो लागेर पनि यस्तो भइसकेछ नि त हाम्रोपट्टि त यता हो कि माथि केले खनेर हेर्नु यो दुवातिर छ होला हौ माछा त कलजुडे त तल पो हो त भएन तल हो नि छ होला यतातिर पनि माछा त र गाइसहरू हामी चाहिँ यहाँ खोलामा आएर सुन त माछा मार्नु भनेर कि अन्त कति चाहिँ यहाँ भिडियो पनि बनाउँदै हिँड्दैछु म चाहिँ डन्ठा खोज्न आएको नि त माछा मार्नु भनेर आएको हामी चाहिँ कति दिन बाद भिडियो अब हाल्दैछु है लाइक एन्ड सब्सक्राइब गर्नुपर्छ सब्सक्राइब गर्नु होला म चाहिँ डन्ठा ल्याउनु जाँदैछु कि माथि पुग्नु आँटेँ डन्ठा ल्याउने जग्गामा अलिक डन्ठा चाहिँ सुकेको ल्याउनु भन्दैछु अब धुलो हेर्न धुलो लगाइछु अब एकछिनमा भेटौँ देखिहाल्यो कति मोड्छ एउटा यहाँ पनि हाले यस्तो छ पुल त मुनि हेऱ्यो नि त यस्तो बाटो पनि भारी बोक्छ मान्छेले एकछिन त्यहाँ बस्नु न बिचमा आउनु विनोदका डरायो